सबैभन्दा ठुलो कुरो मोबाइल हो। म सबै जनतालाई भन्न चाहन्छु, 3 करोड नेपाली जनतालाई यसपटक मोबाइल चिन्हमा मतदान गरौँ, ऋषि धमरालाई विजय गरौँ। सबै मोबाइल चिन्ह त्यसैले देशभरि एउटा अभियान आजबाट सुरु भयो र उत्तर 4बाट एउटा अभियान सुरु भयो र आजबाट शरदजी तपाईको नेतृत्वमा जसरी आज हामीले निर्वाचन परिचालन समिति गठन गरेका छौं, अब हामी प्रत्येक रौतहटवासी घर पुग्छौं, हामी जनताको बीचमा जान्छौं र जनतालाई हामी किन मतदान गर्ने, किन के कारणले पहिलो एजेन्डा शिक्षामा आमूल परिवर्तन, दोस्रो स्वास्थ्यमा व्यापक रूपमा सुधार र स्वास्थ्य र शिक्षा सकेसम्म निःशुल्क गर्ने हाम्रो अभियान हुन्छ। अब निःशुल्क गर्ने रौतहटवासीले अब निःशुल्क उपचार पाउने, निःशुल्क शिक्षा एउटा अभियान हो। यो अभियानलाई हामी सार्थकै बनाउँछौं, हामी परिणामै दिन्छौं। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।